ल है साथीहरू, यो कुखुराको मासु चाहिँ यो लोकलको जस्तै स्वादमा खान चाहनुहुन्छ भने चाहिँ यो प्यारेन्ट कुखुराको मासु लिएर आएर चाहिँ यसरी लोकल तरिकामा पकाएर हजुरहरू पनि खानुहोला। मैले चाहिँ अब मासु म एक्लै भएकोले मैले चाहिँ अलिक थोरै मासु लिएको छु। अनि मासुलाई अब मजाले पर भुटिसकेपछि चाहिँ यहाँ अदुवा अरे यो के बेसा र नुन हालेँ। त्यसपछि बेसा नुन हालिसकेपछि चाहिँ यहाँनिर प्याज स्याज हालेर अब यतातिर चाहिँ के अरे के भन्छ यो के साथीहरू यो अदुवा लसुन अनि गरम मसला अनि खुर्सानीको मजाले पिनेको पेस्टलाई चाहिँ यसरी हालेको छु भने अनि जिरा धनियाँको पेस्टलाई पनि हालेर अनि यतातिर चाहिँ पछि चाहिँ फेरि टमाटर पनि हालेर मजाले गलाएर चाहिँ यतातिर अब यतिको भइसकेपछि चाहिँ अब मजाले भाटभुट गर्ने यसलाई है साथीहरू। त्यसपछि अब स्वाद अनुसारले मान्छे अनुसारको पानी हाल्यो। म चाहिँ एक्लै थिएँ त्यही भएर म एक्लै पानी हालेको छु। म एक्लैलाई पुग्ने। अनि यता चाहिँ फेरि मैले पापड पनि बनाएको छु। पापड र मासु पापड कति मिठो हुन्छ नि है साथीहरू। यतातिर चाहिँ फेरि बक्ला उम्ली थियो। अनि यता फेरि मेरो बुढाको लागि चाहिँ मेरो श्रीमानज्यूको लागि चाहिँ उहाँले चाहिँ मासु केही खानुहुन्न, अन्डा मात्रै खानुहुन्छ। अनि आजको खानामा चाहिँ हामी बुढाको थियो अन्डा अनि मेरोमा थियो लोकल स्टाइलको लोकल जस्तै मिठो हुन्छ है साथीहरू। यसरी खाएको थियो। ल त बाई।